के को आमा तेरो अनुहार हेर्दा त म मरिसकेँ। तेरो त घिनलाग्दो अनुहार र मुख नदेखा मलाई जात आमा नभन्। होइन माइली दिदी, यो सबै गल्ती निताको मात्र होइन। मलाई एकदम टाउकोमा गहिरो चोट परिरहेका छौँ। यसमा मलाई तपाईँको त्यो ग्रेसिङ गरिदिनु पर्यो। हजुर ग्रेसिङ अनि त्यसपछि औषधि पनि खानुपर्छ। अनि हजुरले एक दिन बिराएर एक दिन आज आउनु भएको छ, अब भोलि बिराएर पर्सि आउनु होला है ड्रेसिङ गर्न। यस्ता औषधि के खाने? साउनी यता बियर दिनुहोस् न। कुन बियर दिउँ? तुबक बियर दिनुहोस्, तुबक बियर। गिलास दिउँ कि? पर्दैन गिलास सिलास। अर्काको बुझीसँग लाग्या पनि ठिक छैन रहेछ। हुनु पनि हो, मैले मात्रै पनि के नै गरेछ र? उनी मेरो पछि लाग्या त हो नि, मेरो के दोष छ र यसमा? पहिला नै राम्रोसँग सम्झायो भने यस्तो हालतमा हुने थिएन। के गर्ने, राम्रो केटी देखिसकेपछि मैले पनि के भन्न सकेन। पैसा तिर्नु नपरोस् भनेर त्यसको पछि लागेर हिँडे। अहिले मेरो यो गति भयो। तर नितासँग त्यो केटा चाहिँ को रहेछ? त्यो आइसकेपछि त मलाई वास्तै गर्दैन। अब एकचोटि त फोनै गर्नु पर्ला। आमा तपाईँ चाहिँ यहाँ कसरी? के कसरी नेपाललाई सोध्नुहोस्। रामदाई छोरी ल्याइदिएको छु। छोरी अलि डराएको छ, राम्रो विचार गर्नु। हेर मेरो नातिनी कस्तो हालत बनाएको यो। अब यो नातिनीलाई नि म आफै लिएर जान्छु। के गर्नु, आमा जस्तै भएर बिग्रिने हो कि?
छोरी लाने कुरा नगर्नु। यसको आमा जस्तो भए पनि म छोरीलाई राम्रोसँग हेर्छु। राम दाई मालदिले भनेको कुरो सही हो के, किनकि छोरीको दिमागमा धेरै अक्षर परेको छ। त्यसैले रूपालाई मामा घर पठाइदिनु। खेल्छ, बस्छ, साथीभाइ बनाउँछ र पनि पढ्छ। त्यति भएपछि रूपाको स्वर विचार पनि राम्रो हुन्छ। रूपालाई मालदिदी तपाईँले लिएर जानुहोस्। राम दाई तिमीहरूको घर झगडा नै मिल्छ, मिल्छ मात्र होइन मिलाउनु नै पर्छ। अब केही नसोच्नुहोस् दाइ, नातिनीलाई म आफै लैजान्छु, आफै पढाउँछु। बुझ्ने भएपछि नातिनी आफै आउँछ। हेर्ने त फेरि पनि त बाटो बिराएर बस्ने होइन। पहिला त म साह्रै सोची इमान्दारी थिएँ। अहिले के तेरो सरले बिगार्यो कि रहरले बिगार्यो? छोरी अब जे हुनु भयो, अब नबिग्री त अब छोरी जहीँ पनि भर्खर आउनु भएको छ। अब राम्रो घर गरेर खाऊ है तिमी। गाउँमा तेरो कुरा सुनेर तेरो बुवा कति आमा छोरीलाई भेटेर सम्झाउँछु, तैँलाई यतै ल्याउँछु भनेर गएको थिएँ। यतिका दिन भइसक्यो, खै के हुँदैछ। छोरी पनि किन यस्तो भाग्यो भएको एउटा सन्तान पनि किन यस्तो बिग्रेर गयो होला। भगवान् ईश्वर हुन लाग्यो, मेरो छोरीको घर बचाइदिनु ईश्वर। होइन ठुलबुवा, किन एक्लै गनगन गरेर बस्नु भएको? किन नानी, म यसो केही कुरा सोचेर बसिरहेको। ठुलो बुबा, ठुली आमा निता दिदीलाई भेट्न सहर जानु भएको होइन, कहिले आउनुहुन्छ? खै नानी, छोरी ज्वाइँलाई ल्याउँछु भनेर गएको थियो, अनि त अफिस हिँडिस् छोरी? ठुलबुवा, भेनाजुले निता दिदीलाई सहरमा एक्लै छोडेर यतिका वर्ष कहाँ हराउनु भएछ? चिठी न खबर। सबै कुरा ज्वाइँलाई नै थाहा होला। बुबा, मलाई ढिला भइसक्यो, म गएँ है। त बाबा पनि आउनु भएको छ, हामी सबै मिलेर बस्छौँ है। अब म तपाईँ र बाबा र छोरी कहीँ जान्नु र त्यो अङ्कललाई भेट्न नि छोडिदिनु है। भयो, अब सबैले अर्थी र उपदेश दिनु पर्दैन, उता गइहाल। होइन, जे भयो त भयो, मैले पनि त तिमीलाई माफ गरिदिएँ, छोरीलाई किन कराउँछौ? यो छोरी छोरा भने पनि छोरी भने पनि मेरो एउटै सन्तान होस् क्या। छोरी छोरी तँलाई त केही भइहाल्यो भने हामी कसरी बाँच्छौँ? हामी त जिउँदै मरिहाल्छौँ। ज्वाइँ, छोरीले जे जस्तो गल्ती गरे पनि सबै भुलेर अब राम्रो घर गरेर हिँड्नुहोस् उतै। आखिर घरमा पनि हामी बुढाबुढी मात्रै हो, हाम्रो घरबार पनि तपाईँहरूकै हो। ज्वाइँ, सम्हालेर बस्नुहोस्। के गर्नु आमा, गाउँमा घरबार सबै पहिरोले बगायो, त्यसपछि यता आएर बस्यौँ। काम कति खोजे परिवार पाल्नको लागि, छोरी सानै थियो। निताले पनि सहर कहिले नदेखेको, धेरै दुःख थियो। त्यसैले म पैसा कमाएर केही खेतबारी किनेर सानो भए पनि टहरो बनाउँछु, छोरी र बुढीलाई ओत लगाउने ठाउँ बनाउँछु भनेको थिएँ। तर यहाँ टहरो होइन आमा, मनमुटु नै भत्किसकेको रहेछ। जे भयो रामदाई त्यही नराम्रो भयो, तर अझै केही बिग्रेको छैन। तर रामदाई, तिम्रो परिवारलाई किन म कहाँ छु, त्यहाँ कस्तो भयो, छोरी कत्रो भयो भनेर मलाई केही खबर किन नगरेको? हेर नेपाल, जब म निता र छोरीलाई छोडेर गएँ, निन्द्रा पनि लागेन। भोलि जानुपर्छ म। हेर, अब यो छोरी सानै छ, बुढी राम्रोसँग छोरीको हेरविचार गर। अब यहाँ बसेर पनि के गर्नु, काम खोजेकै हो, काम गरेको पनि हो, ठेकदारले पैसा पनि दिँदैन, सबै पैसा खाएर भाग्छ मात्रै। दुःख पनि साह्रै पाइयो। घरबेटीलाई मैले अलिकति भाडा दिइराखेको छु,
अब म जान्छु, राम्रो भोलि बिहानै उठेर राम्रोसँग बस है बुढी। अब के गर्नु त, जानु परिहाल्छ। तिमी राम्रोसँग बस, छोरीको हेरविचार गर। त्यो फुपूलाई पैसा मागेर मैले अलिकति ल्याइदिएछु, त्यो पैसा राख, म दिन्छु। हेर अब फुपूसँग पैसा सापट्टि ऋण काटेर ल्याएको छु, तिमी पसल राख। फुपूलाई भनेको छु मैले, पसल के फलफुल पसल राख, फुपूले सिकाइदिन्छ है। अब के गर्नु त, अब काम कति गरेँ, कति दुःख पायो, कति उ भयो, खै पैसाहरू नै कहीँबाट पनि हुन सकेन। घरको गाउँको खेतबारी सबै बगायो, घर पनि बगायो। अब यस्तो दुःख आयो पर्यो। तिमी त्यस्तो घरको छोरी मसँग आएर यति दुःख पायो, के गर्नु अब, नरिसाऊ है। तिमी पैसा कमाउन जाने भनेर कुरा गर्छौ। म यो बिरानो ठाउँमा म कसरी बस्नु, यति सानो बच्चा च्यापेर। न मैले कसैलाई चिनाएको छ, न कसैलाई चिनाएको छ। होइन बुढी, अब के गर्नु त, अब म पनि नगई भएको छैन त। अब यहाँ बसेर देख्यौ कति दिन भयो, हामी कति भोकै बस्नु परेछ। यो सानो बच्चालाई त खुवाउनु पाल्नु पऱ्यो नि, यसको भविष्य त हेर्नु पऱ्यो नि हामीले। यसको भविष्यको लागि भए पनि म जान्छु। अब कतै गएर टाढा गएर म दुःख गरेर पैसा कमाएर ल्याउँछु। अनि घर जग्गा अब गाउँको खेतीबारी नभए पनि कतै जग्गा किनेर थोरै एउटा सानो भए पनि छाप्रो बनाउला, तिमीहरूलाई राख्ने ठाउँ बनाउला। के गर्नु त, बाध्यताले परिस्थितिले जानु लागेको हो। किन जानु पर्यो र? मैले पनि अर्का घरमा काम गरी घर खर्च निकालेकै छ। तपाईँले पनि यसो काम भएको बेला लिएर आएर दिएकै छ। नगए नि हुन्छ क्या, किन जानु पर्यो? के गर्नु, यहाँ कमाएकोले पुग्दैन। काम पाएको बेला त काम गरौँला, काम नपाएको बेला के गरेर बस्नु। अस्ति देखेनौ फुको चिउरा खाएर बस्नु परेको। नगई हुँदैन नि त बुढी। उठ, बिहान भइसकेछ, म जानुपर्छ। ओहो, बिहान भइसकेछ। छोरी उठ, उठिगर त। त्यो तेरो आमा बाहिर होला, म जानु बेर भइसक्यो, ढिलो भइसक्यो।
बुढा त पैसा कमाउन अर्कै सहर गएछ त। बिचरा यहाँ पनि साह्रै दुःख गर्थ्यो, कति मेहनती पो थियो त। तर के गर्नु, यस्ता सोझाहरूलाई नराम्राहरूले ठग्दा रहेछन्। हो नि दिदी। ल निता, त्यति भाडा छ, आज तिम्रो महिना मरेको छ, त्यति भाडा मारिसकेर मलाई तल पैसा लिनलाई भेट है। हस् दिदी। मामु तपाईँले के भयो? के भएको छैन छोरी, नुनु गरस्। तेरो बाबाले अरूको ठाउँमा काम पनि पाए कि पाएन, खाना पनि खाए कि खाएन, के गर्दै हुनुहुन्छ होला अहिले।